हेलो दर्शक नमस्ते गाइस। आज चाहिँ फेरि हामी सिकार खेल्न लागिरहेछ जङ्गलतिर। साथीलाई पिकअप गर्न जाँदैछौँ म माथि चाहिँ हो। ल त गाइस अब हन्टिङ गरेको फेरि भिडियो अब हेर्नुहोस् है। ल गाइस हामी चाहिँ एकदम आएर पनि एकदम रेडीमा बसिरहेछ। साथी चाहिँ उसको पर छ नि त छुट्टो उहाँ गएर बसिरहेछ। म चाहिँ यहाँ एक्लै बेलुका हुँदै गयो निन्द्रा लाग्दै जाँदैछ। घरमा हुँदा चाहिँ निन्द्रा लाग्दैन, यहाँ जङ्गलमा आइसक्दा निन्द्रा लाग्छ है। ल त गाइस भरे आइछ भने म देखाउँछु नि तपाईँहरूलाई। बँदेल अस्तिदेखि आउँदै थियो ठुलो पढाइ, भरे पनि आएर यसो मारेछ भने चाहिँ तपाईँहरूलाई म भिडियो अवश्य देखाउने छु। ल गाइस बँदेल चाहिँ लड्यो। अहिले चाहिँ टक्कै 8:46 भएछ। 8:46मा साथीले फायर हान्यो। ड्याङ्गाइ ढल्यो नि त, ड्याङ्गाइ ढल्यो त होला नि। अब हेरेर बस्छ गएर। ल गाइस म चाहिँ जाँदैछु अब त्यहाँ। अब पुग्न आँट्दैछु। एक्लै जङ्गलको बाटो हिँड्दैछु म अब। बँदेल ढलाएछ साथीले। अब घर जाने हो जल्दी छुट्टै। फिटरमै पुगेछु म। लडेको छैन नि थप्ने फेरि म यहाँबाट चाहिँ हेट। बल्छी पनि लिएर भन्दै थिएँ, बल्छी नलिकन आएको ठिकै भएछ। ए बल्छी नलिकन आएको ठिकै भएछ। झोडी छ त्यता त फेरि। ए यहाँ त झ्याप छ आउने बाटो त देख्दैन त। ठुलै आएको रहेछ, ठिकै भएछ। आज त्यसले तातो गोली खान्छ भने आएछ। बाफ्रे यो खोस रहेछ सानो छैन नि, गाडीमा चढ्न सकिन्छ। बुले त कस्तो यहाँ भ्याटाक गरेर क्या पानी हेर सबै छिटायो नि त। सेटिसमा भेटेछ नि त ठाउँमा। मजाको छ नि क्या दामी। गाइस माल त एकदम धराइ नै सुँगुर छ नि त। हेट क्या मजा रहेछ नि यहाँ चिल्लो भयो। अहिले त कति केजी होला, कति पाउन्ड होला यहाँ? 400 पाउन्ड जस्तो छैन? सर्लक्कै परेको। यसको त्यो बोडी छैन नि त हेर न, यो छाती हेर त कस्तो छ, जिम गरे जस्तै छ। जिम गरेर भर्खर आएको थियो होला। Oh my god।
ल गाइस अब यसलाई चाहिँ घरमा अब लिएर जाने हो। एउटा मस्ट मात्रै खाइयो नि त। हो त ल गाइस अब हामी चाहिँ यहाँ बाँदर चाहिँ झ्याप्पै हालेर ल्याउने उठाउन सकिन्छ सकिँदैन गाह्रो पो होला जस्तो छ। बेलैमा आएछ नि बेलैमा आएछ अलिक दिनमा कुन चाहिँ आउने हो फेरि अब त्यो सानो भरेतिर पो आउने नि बेलुका बा भरे बेलुकातिर आउने अनि राइफल लक लाग्छ नि के छ र अब उठेर भागेको हुने रे के भाग्थ्यो त्यो भाग्न सक्ने छैन नि त्यो अघि सास सास गइसकेछ यहाँ त मिरिकल भन्ने हुन्छ उठेर चाहिँ बसिरहेको चाहिँ हुनु उठेर चाहिँ बसिरहेको हुनु आउने हो त जाने हो नि होइन ऊ आउने हो त जाने हो नि बल्छी सल्छी लिएर आउनु पर्यो हाँस नि उसको काम छ भोलि बसी आम्मामामा यति भयो भने त घटेछ नि यत्तिको भयो भने त खाना पर्दैन सकिन्छ यत्तिकैमा हाल्नु होला र भन्ने भयो नि त एकछिन हल्लाएर त कता बनाउने अगाडि निकाल्नु भयो नि खुट्टा नि यत्रो रहेछ नि बुकुनु पऱ्यो भने यो त यस्तो तुफानको थियो होला फेरि त्यत्रै छोटो उता ए डाले 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 चेक पो लाउने होला हुन्छ यतिको खानु छ नि होइन लामो पनि जानु सानो लामो छैन अब यसलाई चाहिँ दुई भाइ लिएर जाने हो कतिको उचाल्न सकिन्छ सकिँदैन त्यो चाहिँ भिडियो चाहिँ अब हुने हो कि होइन मान्छेको हालत हुन्छ ल भिडियो नै भरेमा घरमा गएर काटकुट गरेको भिडियो चाहिँ आउँछ है साथी हो ल घरमा गएर अब हेर्नु ल अब यसलाई चाहिँ एउटा दुईवटा फोटो
अलिकति तल झार्यो होइन तिर्पललाई ल गाइस सामान हालेर चाहिँ लाग्यो सिकारी चाहिँ आज यता हो यता एकदम बदल चाहिँ वान सर्टमा चाहिँ सानो होइन नि त फेरि झन्डै 400 पाउन्ड जस्तो छ होइन 400 पाउन्डको बदल चाहिँ पुरै ढालियो नि त आज अब घरमा गएर त्यसलाई फेरि सानो छ त दुःख अब पोलपाल गर्नुपर्ने तर आज त छिटो काटिन्छ होला मिसिनले हो नि त भ्याइ भ्याइ गएर त लगाइस अब घरमा गएर फेरि पोलेको भिडियो तुरन्तै आउँछ कतै कतै नगइकन ट्याक्कै अगाडि बसेर हेरिराख्नु होला होइन फेरि यस्तै यस्तै भिडियोहरू आउँछ अलिक राम्रो राम्रै लगाइस अब घरमै गएर हेर्नुपर्छ अडाउँछ अनि यतैबाट लगाउनु नि सेल्नु पर्दैन अड्याउनु मात्रै काममा सक्ने गरे नि त अडाउँछ अडाउ थाम्नु चाहिँ तिमी थाम न अब यो पनि घर आइपुग्यो कपालमा लाउने तेल पनि ल्याउनु पर्ने थियो चिल्लो भयो तेल लाएर कोरेर के यहाँ मेरो घरको जर्मन सपोर्ट कुकुरहरू देख्छ फोटो पठाएर नि भिडियोहरू हिजो पठाएको थियो ए उताको अब यहाँ पोल्ने कार्यक्रम एकदम अनिल भाइले बदल चाहिँ पोल्ने टक्कै कम्बरमा हात लगाएर चाहिँ कम्बरमा हात लगाएर चाहिँ बदल पोलिरहेको छ एकदम मजाले पोल्नु पर्यो अनिल भाइ रातो बनाउनु पर्यो नि त पोलेर रातो एकदम रातो हुनुपर्छ छालाहरू चाहिँ प्लाट प्लाट फुट्नुपर्छ ल गाइस फाइनली क्लिन अप भइसक्यो यहाँ अब यसलाई चाहिँ चुना र हर्दी होइन ट्याक्कै हालेर चाहिँ कलर सलर लगाउने हो मैले गर्दा ठिक छ यहाँको चाहिँ पिसै खपै पारेछ अनिल भाइले
त्यो चाहिँ मैले हानेको गन हानेको त्यहाँ एकैपल्ट तान्नु खुट्टा बस्छ अलिक यता पल्टाउनु तान अनि भाइ अनि सानो सानो सप्पा देखेछ त कता गर्नु खुट्टा ती खान्छ ए खुट्टा त त्यो काटेर फ्याल्दिने खुर मात्रै फ्याँक्ने तिमी त नेपाल हुँदा त अचार होइन त्यो दामी हुन्छ गाँठा दिएको चाहिँ फ्यालिदिनुपर्छ नेपाल हुँदा ममाहरूको पर्दैन त्यो टाउको पनि 5 वाले क्या 5 वाले थाहा छ नि टाउको सबै उयो गर्ने त्यसमा अचार दामी बनाएर खाएको छु म त के हाले बाबुले अब हाम्रो यहाँ अब पुरा किन धेरै हाले त होइन रङ हाल्ने उयो भइरहेछ जारी पुरै रङ हालेको कलर लाउने पुरा उयो भइरहेछ है यता कलर लाउने हाम्रो आजको सिकारी मेन सिकारी यता कलर लाउने हो उहाँको थ्रुबाट चाहिँ यो मरेको आज यसको हत्या परमधम गएको यसको यो जुनी चाहिँ अब हामीले चोला यसको कटाइदिउँ अब यस अर्को पालि के भएर आउँछ कति चोला हुन्छ भन्छ हो सौरे यता चिर्ने यता यता म भिडियो गर्ने भन्नु नि बोलौँ न अब यो चाहिँ हामी पुरा यसको चाहिँ अपरेसन हुँदैछ है पुरा सिरफार बदलको अपरेसन बोसेर त बस्छ त नि आगो बालेर पोल्दैन भने नि अनि हो आगोमा खाने झेरेर तपाईँ हो अब हामी त होइन खाने हामी पनि पोल्ने अन्त होइन पोल्ने भनेको नि पोलेर खाने भन्दैछ पुछैले के आगो बाल्दिउँ होस् हौ के गर्दो अरे खाने कुरा नगरिहाल्नु अहिले अपरेसन गरेको रे यो यसको चाहिँ चिरफार बदलको कसैलाई कले मुटुको किडनीहरू काम लाग्छ भने भन सम्पर्क गरौँ मुटुकोलाई चाहिँ राख्दिन अरे सम्पर्क भइसकेको भइसकेको छ ओहो ढिलो पो हुने भएको छ त लु त्यसको लागि चाहिँ नो चान्स गाइस बाउको चाहिँ बाउ मरेछ नि त होइन सबैभन्दा अहिले जाने अझ नानी हुँदैन होला नि भन्नु यस्तो बाउ कति कति छ बाउको त यसमा हालिदिनु यो त साह्रै ठुल्ठुलो भन्दा काटेको बगान अहिले म काटिदिन्छु त्यो काटेकै होइन त्यो त। मिलो अनि म अहिले टुक्रा बनाइदिन्छु भन्छु हुँदैन पनि हो त्यो त काट्नुपर्छ काममा यसो गर्दै कस्तो हुन्छ क्या ल गाइस घर पनि आइपुग्यो अस्ति तपाईँहरूलाई भने त्यो माछा मारेको त्यो भिडियोमा बँदेलको त्यो सुकुटी बनाएर चाहिँ हाल्छु है म भनेको थिएँ अब सुकुटी चाहिँ बनाउनु पाइएन मासु पनि ल्याएन साथीले उहाँ गाग साग भेटिगएछ 500 रुपियाँमा डल्लै त्यो सुँगुर चाहिँ बेचियो सुँगुर होइन बँदेल अब सुँगुरै भनौँ न अनि अब फेरि त्यही बिहानखेर तुप्लुक आइपुगेछ एउटा फेरि हो अनि त्यसको चाहिँ अब नेक्स्ट टाइम मारिएछ भने चाहिँ सुकुटी बनाएर हाल्छु है म साथीहरूलाई ओके थ्याङ्क यू फर वाचिङ